जंगलको गहिराईमा एक जादुमय रात उज्यालो हुँदै थियो। टल्किने फूलहरू, रंगीन झिल्काहरू र हल्का हावामा मिठो आवाजले सबैको मन मोहित पारिराखेको थियो। त्यही उज्यालो रात जंगलको बीचमा सानो सेतो खरायो देखा पर्छ। उसका आँखा ठूला चम्किला र सपनाले भरिएका थिए। खरायो बिस्तारै खुल्ला मैदानतिर हिँड्छ, जहाँ ठूलो उज्यालो चन्द्रमा आकाशमा टाँसिएको जस्तै चम्किरहेको हुन्छ। खरायोले चन्द्रमालाई हेर्दै मनमनै सोध्छ, म पनि एक दिन आकाशमा उफ्रिएर चन्द्रमा छुन सक्छु। उसको सानो छातीभित्र ठूलो हिम्मत पलाउँछ। आशा, दृढता र सपनाका झिल्काले उसका आँखा झनै चम्किन्छन्। त्यसै बेला जंगलका रंगीन उज्यालाहरू उसकै वरिपरि नाच्न थाल्छन्, मानो जंगलले उसको सपनालाई आशीर्वाद दिइराखेको छ। सानो खरायो अगाडि अगाडि चन्द्रमा छुने सपना देखेर उफ्रिँदै दौडिन्छ।